भारतीय ओभरलोड गाडीले बुटवल नारायणगढ सडक खण्डको 3वटा पुल ध्वस्त पारेसँगै रूपन्देही प्रशासन भारतीय ट्रकको भार मिलानका लागि कडा बनेको छ। भारतबाट नेपाल प्रवेश गरेका ओभरलोड गरेका मालवाहक सवारी साधनका कारण नेपालका सडक र पुल पुलेसा बिग्रदै गएको कारण रूपन्देही प्रशासन भारतीय ट्रकको भार मिलानका लागि कडा बनेको हो। जिल्ला प्रशासन कार्यालय रूपन्देहीका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले यस्ता ओभरलोड गरेका मालवाहक सवारी साधनले भन्सार बिन्दुमै भार मिलान गरी मात्र नेपाल प्रवेश गर्न दिने निर्णय गरेको छ। भारतीय गाडीलाई ओभरलोड छुट दिँदा नेपालमा दुर्घटना बढेको, दुर्घटना गराएर भारतीय ट्रक चालकहरू भाग्ने गरेको तथा सडक पुल पुलेसाहरू भत्किने समस्या बढ्दै गएपछि ट्रक व्यवसायीहरूले ओभरलोडको दोहोरो मापदण्ड हटाउँदै नियन्त्रण गर्न माग राख्दै आएका थिए। ट्रक व्यवसायको माग मात्र होइन, भारतबाट भित्रिएका ओभरलोड मालवाहक सवारी साधनका कारण बुटवल नारायणगढ सडक खण्डका 3वटा पुलमा क्षति पुगेको छ भने भैरवा बुटवल भैरवा लुम्बिनी सडक खण्डमा पनि क्षति भएर पटक पटक मर्मत गरिँदै आएको छ। यी सबै समस्याहरूलाई नै हेरेर भार मिलान सम्बन्धी कानूनमा भएको व्यवस्थालाई कार्यान्वयन गर्ने गरी निर्णय गरिएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको भनाइरहेको छ। यसको पूर्ण कार्यान्वयनको व्यवस्था यातायात व्यवस्था कार्यालय बुटवल, सवारी ट्राफिक प्रहरी कार्यालय र भैरवा भन्सार कार्यालयले आपसी समन्वय एवं सहकार्यमा गर्ने पनि जिल्ला प्रशासन कार्यालयको निर्णयमा उल्लेख गरिएको छ। साथै नेपाली नम्बर प्लेट भएका नेपालभित्र सञ्चालन हुने ढुवानीका सवारी साधनको हकमा समेत तोकिएको भार क्षमताभित्र मात्र सञ्चालन गर्ने व्यवस्था मिलाउने गरिएको छ। यसका लागि भैरवा भन्सार कार्यालयमा तौल मेसिन रहने स्थानमा भैरवा भन्सार कार्यालय, यातायात व्यवस्था कार्यालय, जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय, ढुवानी व्यवसायी सङ्घबाट खटिएका एक जना प्रतिनिधिले निरीक्षण गरेर भार वाहन क्षमताभित्र रहेको सुनिश्चित गरेर मात्र सवारी साधन पास हुने व्यवस्था गरेको छ। जिल्ला प्रशासन कार्यालयले भार मिलान सम्बन्धी गरेको निर्णयको पश्चिमाञ्चल यातायात व्यवसाय समितिका अध्यक्ष टीकाराम गौतमले जिल्ला प्रशासन कार्यालयको अगुवाईमा भार मिलानको निर्णय स्वागत योग्य रहेको बताउनु भएको छ। उहाँले भारतीय गाडीहरूको ओभरलोड भन्सार बिन्दुमै मिलान गर्ने व्यवस्थाले नेपाली सडक पुल पुलेसाको संरक्षण हुने र नेपाली ट्रक व्यवसायको लगानी सुरक्षित हुने विश्वास लिनु भएको छ। त्यस्तै पश्चिमाञ्चल यातायात व्यवसाय समितिका वरिष्ठ उपाध्यक्ष कमल घिमिरेले प्रशासनको अगुवाईमा भएको निर्णय व्यवहारमा कार्यान्वयन भएमा बल्ल यातायात व्यवसायीले राहतको महसुस गर्ने बताउनु भएको छ। मालवाहक सवारी साधनको भार वाहन नियमन सम्बन्धी निर्देशिका 2074 तथा ओभरलोड सम्बन्धी प्रचलित कानून अनुसार क्षमताभन्दा बढी भार बोक्नेलाई भन्सार बिन्दुमै पल्टी गराउने व्यवस्था रहेको छ। निर्देशिकाको बुँदा नम्बर 10 मा पनि तोकिएको भारवाहन क्षमताभन्दा बढी भार बोकी आएका मालवाहक सवारी साधनले प्रचलित कानून अनुसारको जरिवाना गर्नुका साथै बढी भएको सामान झारी सवारी धनीले नै त्यस्ता सामानको भण्डारणको व्यवस्था मिलाउनु पर्ने पनि उल्लेख गरिएको छ। नेपालका सडक र पुलको क्षमता अनुसार यो मापदण्ड निर्धारण गरिए पनि मालवाहक यस्ता सवारी साधनले आफ्नो क्षमताभन्दा दोब्बर बढी भार बोक्ने गरेका छन्। 97 टनसम्म भार वाहन गरेका मालवाहक गाडीहरू नेपाल भित्री रहँदा ट्राफिक प्रहरीले 1500 रुपियाँ जरिवाना लिएर मात्र नेपालभरि प्रवेशको स्वीकृति दिएको प्रमाण हामीसँग सुरक्षित रहेको छ। यस बारेमा पश्चिमाञ्चल यातायात व्यवसाय समितिका कार्यालय प्रमुख प्रकाश गरीले ओभरलोडले गर्दा नेपाली यातायात व्यवसायको अर्बौंको लगानी जोखिममा रहेको समयमा प्रशासनको निर्णयले केही राहत मिल्ने विश्वास व्यक्त गर्नु भएको छ।